मित्रहरुमा नमस्कार। आजको बसी बिहालो हामी नाटककार गोविन्द बहादुर मल्ल गोठाले र उनको नाट्यकारितामा थोरै बेर बिताउने छौं। यो डाक्टर केशव प्रसाद उपाध्यायको नाटकको अध्ययन भन्ने पुस्तकबाट त्यहाँ पढेको आधारमा यो सामग्री तयार भएको छ। आउनुहोस् सुरु गरौँ। गोविन्द बहादुर गोठाले आधुनिक नेपाली साहित्यको जग बलियो पार्ने यथार्थवादी साहित्यकारहरू मध्येका एक वरिष्ठ प्रतिभा हुन्। उनी सम्वत 1979 मा काठमाडौँको पुरानो भन्सारमा जन्मेका हुन् र उनको चिनाको नाम जयबहादुर मल्ल हो। उनी सुप्रसिद्ध साहित्यसेवी रिद्धिबहादुर मल्ल तथा आनन्दमाया देवीका सुपुत्र हुन्। उनले दरबार स्कुल काठमाडौँ थियोसोफिकल स्कुल राजघाट काशीमा अध्ययन गरी त्रिचन्द्र कलेज काठमाडौँमा भर्ना भएर आइएससी सम्मको अपूर्ण शिक्षा प्राप्त गरेका छन्। उनले महान साहित्यकार भवानी भिक्षुबाट साहित्यिक दीक्षा प्राप्त गरेका थिए भने उनलाई साहित्यिक संस्कार भने आफ्ना पिताबाट नै प्राप्त भएको थियो। उनलाई सिद्धिचरणबाट लेख्ने प्रेरणा, गोपाल प्रसाद रिमालबाट आधुनिक बन्ने चेतना र महाकवि देवकोटाबाट लगनशील हुने शिक्षा मिलेको थियो भन्ने जानकारी पाइन्छ। सुसम्पन्न परिवारमा जन्मेका गोठाले स्वभावले शिष्ट र विनम्र देखिन्छन्, तर उनका मनमा सामाजिक भेदभाव, अन्याय, शोषण, आर्थिक वैषम्य र राजनीतिक अवसरवादिताप्रति गम्भीर विरोधको आगो दन्किरहेको छ भन्ने उनका रचनाहरूले देखाउँछन्। राजनीतिको शिक्षाबाट प्राप्त प्रजातान्त्रिक चेतनाका कारण उनी राणातन्त्र विरोधी राजनीतिक गतिविधिमा संलग्न भए र यसका निम्ति उनले बेला बेला तत्कालीन अधिकारीहरूका सामु उपस्थित हुनु पर्यो। राजनीतिक संलग्नताका कारण राणा शासनको शङ्कालु नजरमा परिसकेका गोविन्द बहादुर मल्ल साहित्यका क्षेत्रमा पाइला हाल्न इच्छुक भए र उनको रचना शारदामा उनको वास्तविक नामबाट प्रकाशित गर्नु निरापद नहुने ठानी भवानी भिक्षुले गोठाले उपनाममा प्रकाशित गरिदिए। उनको आरम्भिक रचना ममता शीर्षकको कविता 1996 थियो र यो गोठाले उपनामबाट प्रकाशमा आएपछि सदाका निम्ति उनमा गोठाले नाम जोडिन पुग्यो। गोविन्द बहादुर गोठालेको प्रथम प्रकाशित नाटक भुसको आगो हो। नारी पात्रहरू मात्र भएको र स्वाभाविकताका लागि नेपथ्यबाट पुरुष स्वर दिएको आफ्नै किसिमको यस नौलो नाटकमा परित्यक्ता नारीको पीडा र विरोधको अन्तर्द्वन्द्वलाई कुशलता साथ प्रस्तुत गरिएको छ। विवाह भइसकेपछि कुलीनताको खिचलो उठाएर त्यागिएकी उर्मिला कसैका निम्ति भार बनेर नरही आफ्नै खुट्टामा उभिने र स्वतन्त्र जीवन बिताउने ध्येयले शिक्षा प्राप्त गर्दै आइएका कक्षामा पुग्दछ। धर्मपत्नीलाई बाबुआमाका दबावले त्यागी अर्की आइमाईसँग विवाह गरेर बसेको सुन्दरमान दोस्री पत्नीबाट जन्मेकी छोरी सरिता तरुणी हुन लाग्दा अपठित दोस्री पत्नीबाट अघाई उच्च शिक्षा प्राप्त गरिरहेकी सुन्दरी र अक्षत यौवना पहिली पत्नी उर्मिलाप्रति तीव्र रूपले आकर्षित हुन्छ र उसलाई घर फर्कन निम्त्याउँछ। आफूमाथि पति र सासू ससुराद्वारा गरिएको अन्यायलाई सम्झेर भित्रभित्रै भुसको आगो चाहिँ सल्किरहेकी भए पनि एकातिर धार्मिक संस्कार र अर्कातिर पतिप्रतिको भावनात्मक अनुरागका कारणले उससँग सम्बन्ध तोडी अर्को पुरुषसँग सम्बन्ध जोड्न असमर्थ उर्मिला पतिको निम्तो पाएपछि घर फर्कने कि नफर्कने भन्ने विषयलाई लिएर विचार र भावनाको गहन अन्तर्द्वन्द्वमा पर्छे। उर्मिलाको यसै मनोद्वन्द्वमा पुगेर नाटकले चरमोत्कर्ष प्राप्त गर्छ। उत्कर्षको चरम बिन्दुमा पुगेपछि आफू जानाले सौता र उसका सन्तानलाई नराम्रो पर्न सक्छ कि भन्ने आदर्श चेतका अन्तःप्रेरणामा उर्मिलाले घर नफर्कने निर्णय लिँदा स्थिति विपर्य भई नाटक टुङ्गिन्छ। उर्मिलाको यो निर्णय उसले आफ्नै अन्तस्करणका प्रेरणामा लिएको निर्णय हो र यो एकातिर पुरुषका अन्यायमा परिसकेकी एक नारीको त्यस्तै अन्यायमा पर्न सक्ने अर्की नारी प्रतिको सद्भावनाका रूपमा अर्थिन्छ भने अर्कातिर अन्यायी पतिप्रति आत्मसमर्पण गर्न नचाहने स्वाभिमानी नारीको अन्यायका विरोधमा अडिएर बस्ने दरो अडानका रूपमा पनि अर्थिन्छ। अङ्क नै दृश्य भएको र 4 अङ्कहरूमा समेटिएको भुसको आगो रिमालको मसान झैँ नारी समस्यामा नै केन्द्रित छ र आफूलाई प्राप्त बहुविवाहको सामाजिक सुविधाका आडमा नारीसँग अन्याय गर्ने पुरुषको स्वेच्छाचारिताको विरोध गर्ने आधुनिक परम्परालाई यसले अगाडि बढाएको छ।
वस्तु र शिल्पको संयोजन तथा मनोविश्लेषणात्मकता दृष्टिले भुसको आगो उच्च र उत्कृष्ट नाट्यकृति ठहरिन्छ। गोठालेको दोस्रो नाटक च्यातिएको पर्दामा सम्पन्नताबाट विपन्नतामा झरेकी इज्जतदार र कुलीन परिवारकी विधवा आमाले बाहिर गएर सानोतिनो काम गर्दा इज्जत जाने डरले घरैमा रक्सी पसल थापी जवान र सुन्दरी छोरी मननानीलाई उसको इच्छाको विरुद्ध ग्राहकहरूको सेवामा संलग्न गराउँदा त्यसका प्रतिक्रियामा छोरीले भद्र परिवारका छद्म गुण्डाहरूको सेवामा समर्पित भइरहनाको साँटो स्वास्नी भएको कुख्यात गुण्डा गोकुलमानसँग पहिलो जाने निर्णय लिनाले इज्जतको पर्दा राम्रै गरी च्यातिएर गएको कुरो देखाइएको छ। मननानीको यो निर्णय एकातिर छोरीको इज्जत लिलाम गरेर पनि इज्जतदार हुनाको फोस्रो घमण्ड गर्ने आमा जानकीको कुलीनतावादको विद्रोह हो भने आर्थिक विपन्नतामा परेको घरानिया परिवारकी शिक्षित र सुन्दरी युवतीप्रति प्रकटमा सहानुभूति देखाउने तर आन्तरिक रूपमा उसको सौन्दर्य र यौवनको रसपान गर्न खोज्ने हिजो गरिब हुनाले आफूद्वारा दया गरिएको र आज बाउ सरदार भएकोले धनी र नवकुलीन भएको आफ्नो स्कुले सहपाठी जनक प्रसादका बलाद्मीपनको पाखण्डका प्रतिको विद्रोह पनि हो। यो 3 अङ्के नाटक यथार्थवादी प्रकृतवादी पद्धतिको छ र कसिलो नाट्यशिल्प र तीव्र द्वन्द्वात्मकताका कारण उत्कृष्ट छ। गोठालेको तेस्रो नाटक दोष कसैको छैनमा फुपू चेला र मामा चेलीका बीचको बालककालदेखिको पवित्र प्रेममा शङ्का गर्नाले भएको दुःख र दुःखान्तको चित्रण गरिएको छ, तर संरचनात्मक दृष्टिले ज्यादै विशृङ्खलित भएकोले यो कमजोर नाट्यकृतिका रूपमा देखिन्छ। गोठालेको भुसको आगो, च्यातिएको पर्दा र दोष कसैको छैन यी 3 पूर्णाङ्की नाटकका आधारमा उनलाई इब्सेन, जोला र चेखोभको परम्पराका सशक्त पूर्णाङ्की नाट्यकार भन्न सकिन्छ। आफ्ना यी 3वटा नाटकले मात्रै पनि उनी नेपालीका एक अमर नाटककार हुन पुगेका छन्। वास्तवमा कसैका कृतित्वको महत्ता सङ्ख्यामा नभएर गुणवत्तामा निर्भर हुन्छ। थोरै गुणवान नाट्यकृति दिएर पनि रिमाल युगप्रवर्तक नाटककार भएझैँ थोरै तर गुणस्तरका नाट्यकृति दिएर गोठाले नेपालीका विशिष्ट नाटककार हुन पुगेका छन्। अस्तु।